नमस्कार, म पूर्ण साउद। हाम्रो गाउँ र घर युट्युब च्यानलबाट आज पनि हामी केही बहसहरू लिएर आएका छौँ। आज हामी यो बहसमा चाहिँ हाम्रो आजको अतिथि अखिल नेपाल क्रान्तिकारीका सचिव, बहुमुखी क्याम्पसका विद्यार्थी सङ्गठनका सचिव मोहनजी हुनुहुन्छ। म उहाँलाई यो कार्यक्रममा स्वागत गर्छु। धन्यवाद। मेरो नाम चाहिँ मोहन नेपाली। मेरो घर चाहिँ मोगलसी नगरपालिका वडा नम्बर 13 बस्ती हो। म चाहिँ अहिले असम बहुमुखी क्याम्पसमा ब्याचलर फर्स्ट इयरमा अध्ययनरत गरिरहेको छु र म चाहिँ अहिले हाम्रो माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी असम बहुमुखी क्याम्पसको क्याम्पस सचिवको आफ्नो जिम्मेवारी लिएर विद्यार्थीका हक र अधिकारको निम्ति अगाडि बढ्नको निम्ति र सम्बन्धित निकायमा पुर्याउनको निम्ति म आफ्नो एकदम कर्तव्य लिएर अहिले गइरहेको छु। र हामी जान्छौँ अब यो बहसमा विद्यार्थीप्रति भएका समस्याहरू र क्याम्पसमा आउने ती समस्याहरू, तिनीहरूलाई कसरी समाधान गरिन्छ र तिनी समस्यालाई कसरी अगाडि बढाउन सकिन्छ, तिनी समस्याहरूलाई समाधान गर्नको लागि के कस्ता पहलहरू गर्नु पर्ला भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ आजको अतिथिसँग। आजको अतिथि हुनुहुन्छ मोहन नेपालीजी। तपाईँले परिचयमै थाहा पाइसक्नु भएको छ र हामी उहाँसँग चाहिँ बहस गरिरहेका छौँ आज यो बहुमुखी क्याम्पसका बारेमा र यहाँका विद्यार्थीहरू बारेमा। यहाँको बहुमुखी क्याम्पसमा चाहिँ कसरी विद्यार्थीहरूले आफ्नो समस्याहरूलाई भोगिरहेका छन् र त्यहाँ कस्ता खालका सेवा सुविधाहरू छन्, विद्यार्थीप्रति हुनुपर्ने सेवा सुविधाहरू के छन्, सबै बहस हामी गर्नेछौँ आजको अतिथि मोहन नेपालीजीसँग भन्दै हामी लाग्छौँ बहसतिर नै। त्यसपछि तपाईँहरूले आफ्नो प्रतिक्रिया जनाउनुहोला। आजको बहसमा चाहिँ हामी विद्यार्थीसँग र बहुमुखी क्याम्पसमा भएका समस्याहरूको बारेमा बोल्नेछौँ। मैले यो मोहनजीलाई केही थुप्रै क्वेसनहरू गर्नेछौँ, उहाँले चाहिँ जवाब दिनुहुनेछ। भन्दा आगामी दिनहरूमा तपाईँले विद्यार्थी भाइ बहिनीहरूका समस्याहरूलाई निकायसम्म पुर्याइदिनुहुनेछ र विद्यार्थी भाइ बहिनीहरूलाई सहज हुनेछ भन्ने हामी आशा अपेक्षा पनि गरिरहेका छौँ तपाईँबाट है। अनि तपाईँ चाहिँ अहिले यो चोटि हुँदै हुनुहुन्छ कि या पहिला पनि भइसक्नु भएको? यो पहिलोचोटि नै। तपाईँ चाहिँ पहिलोचोटि प्रतिनिधित्व गर्दै हुनुहुन्छ विद्यार्थी सङ्गठनबाट है? हजुर। दर्शकबिनहरू, हामी आज पहिलोचोटि उहाँ चाहिँ अखिल नेपाल क्रान्तिकारीको विद्यार्थी सङ्गठनबाट सचिव हुँदै गर्दा उहाँले चाहिँ कति कुराहरू भोगिसक्नु भयो त। भर्खरै मात्रै सोभियो निर्वाचन भएको थियो, उहाँ चाहिँ त्यहाँबाट चुनावबाट निर्वाचित हुनुभएको। त्यो चाहिँ जुन अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सोभियो निर्वाचन विभिन्न देशका आङ्की क्याम्पसहरूमा गर्ने भन्ने जुन टियुको निर्देशन थियो र कतिपय क्याम्पसहरूमा सोभियो निर्वाचन शान्तिपूर्ण मर्यादित तरिकाले सम्पन्न भयो र हाम्रो क्याम्पसमा चाहिँ विशेष कारणवश धाँधलीवश हुन सकेन र त्यहाँ एकदम आफू चुनाव हार्ने हाम्रा जुन प्रतिपक्षी मित्र सङ्गठनहरूले आफू चुनाव हार्ने डरले जुन तालाबन्दी गर्दै विद्यार्थीको हक अधिकार बुलन्द पार्दै र दबाउँदै जुन केही अराजक व्यक्तिहरूको सिर्जना हुँदै त्यहाँ जुन क्याम्पसमा हाम्रो सोभियो निर्वाचन बहिष्कार भएको थियो र सोभियो निर्वाचन हुन सकेको छैन। त्यसो भए चाहिँ बहुमुखी क्याम्पसमा चाहिँ सोभियो निर्वाचनको चाहिँ चुनाव भएन। विद्यार्थी सङ्गठनबाट पद मात्रै बाँडियो, चुनाव चाहिँ भएन। विद्यार्थी सङ्गठनबाट केही भएन, त्यहाँ सबै चुनाव नै बहिष्कार भयो। तपाईँले जस्तै तपाईँलाई सचिव बनाउँदै गर्दाखेरि चाहिँ तपाईँले चाहिँ तपाईँको सङ्गठनले सचिव बनायो, चुनाव हुने बेलामा चाहिँ बहिष्कार भयो। जुन त्यो सचिव चाहिँ हाम्रो सङ्गठन अखिल क्रान्तिकारीले निर्धारण गरेको अध्यक्षसहित उपाध्यक्ष सचिव सहित 11 सदस्यीय जुन हाम्रो अखिल क्रान्तिकारीको निर्माण भएको थियो भने त्यसै गरी हाम्रा मित्र सङ्गठनहरूको पनि त्यसै विभिन्न सङ्गठनहरू छन्। तर सोभियो जुन निर्वाचन थियो त्यो चाहिँ टियुले विभिन्न देशका आङ्की क्याम्पसहरूमा गर्ने भन्ने जुन निर्णय थियो र त्यो निर्णय अनुरूप हाम्रो क्याम्पसमा सोभियो निर्वाचन हुन सकेन। जे होस्, त्यहाँ अराजकता र प्रतिस्पर्धी पार्टीहरूले चाहिँ हुन दिएन, तपाईँको दिएन त्यस्तो प्रभावित भयो। जस्तै त्यहाँ चाहिँ तपाईँलाई चाहिँ अब आफू नजित्ने खालको भइसकेपछि त्यहाँ चाहिँ विवाद उठ्यो। मैन भनेपछि त बाहिरको राजनीतिक हस्तक्षेप जुन त्यहाँ देखा पर्यो पावर लाग्यो है कलेजभित्र र त्यसकै कारणवश यहाँ सोभियो निर्वाचन हुन सकेन र त्यो सोभियो निर्वाचन हाम्रो सङ्गठन अखिल क्रान्तिकारीले जनले जिते पनि र जित्ने चाहिँ विद्यार्थी सङ्गठन नै हुन् भनेर जुन गराउने पक्षमा थियो भने त्यहाँ के अराजक व्यक्तिहरूले आफू चुनाव हार्नको निम्ति र सोभियो निर्वाचन बहिष्कार गरेका थिए। र हाम्रो भनाइ के थियो भने
जुन विद्यार्थी आफ्नो एकदम थलो मानिने सोभियो जुन निर्वाचन थियो, जुन आफ्ना हक अधिकार मुद्दाहरू एजेन्डाहरू लिएर जुन जाने थलो थियो र त्यही थलो पनि तपाईँको बहिष्कार गर्दाखेरि आज त्यहाँका विद्यार्थीहरू आफ्ना अधिकारहरू कहाँ राख्ने, आफ्ना मुद्दाहरू एजेन्डाहरू लिएर कहाँ जाने भन्ने जुन अन्योन्यमा छन्। र मेरो विचारमा चाहिँ सोभियो निर्वाचन जुन बहिष्कार हुनु र विद्यार्थीहरूका हक अधिकार एकदम दबाउने दबिनु एउटै नै हो। तपाईँको चाहिँ भनाइ एकदमै ठिक पनि लाग्यो मलाई होइन। जस्तै तपाईँलाई चाहिँ अहिले यतिखेर तपाईँ जस्तै अहिले चाहिँ सोभि चुनाव नहुँदा पनि तपाईँले चाहिँ अब सचिवको पदमा बिसारिसकेपछि सचिवको कारोबार तपाईँलाई दिइसकेपछि तपाईँले चाहिँ क्याम्पसको बारेमा के कस्ता समस्याहरू देख्नुभयो त? क्याम्पसमा के कस्ता समस्या छ? क्याम्पसमा चाहिँ हाम्रो शैक्षिक क्षेत्रभित्र हुने चाहिँ समस्या त हुने नै भयो र त्यही हाम्रो असम बहुमुखी क्याम्पसमा भने चाहिँ समस्या भनेपछि एउटा समस्या चाहिँ यहाँ छात्रावासको जुन व्यवस्था छैन। जुन टाढा टाढाबाट आउने विद्यार्थीहरूलाई जुन छात्रावास भइदिएको भए जुन अझ पनि राम्रो हुन्थ्यो, शैक्षिक क्षेत्रमा अझ पनि सुधार हुन्थ्यो। र अर्को कुरा भनेको यहाँ चाहिँ अहिले ब्याचलर फर्स्ट इयरमा प्रथम वर्ष हुन्छ र होला र यहाँ विद्यार्थीको सङ्ख्या केही छ मात्रामा बढिरहेको छ भने तर सेकेन्ड इयर थर्ड इयरमा चाहिँ विद्यार्थीको सङ्ख्या एकदम घटिरहेको छ। यो पनि एकदम विद्यार्थीभित्र एकदम चुनौतीको विषय हो। विद्यार्थीभित्र पनि चुनौती भयो, यहाँको अभिभावकको पनि। अब जस्तै अब जिल्लाको क्याम्पस भइसक्यो भने त कमसेकम विद्यार्थी अब 100 भन्दा माथि क्रस हुनुपर्ने हो होइन। एउटा क्लासमा 25 त हुनै पर्ने हो विशेष गरेर। त्यति पनि छैन, किनभने अहिले एकदम कम छन्। ब्याचलर फर्स्ट इयरमा चाहिँ 20-25 छन् भने तर सेकेन्ड इयर र थर्ड इयरमा चाहिँ एकदम न्यून अवस्थामा 5-10 कहिलेकाहीँ 1-2 चाहिँ हुनु पनि यो पनि एकदम न्यून धेरै तल भयो। त्यसो भए यहाँ पर्याप्त जस्तै शिक्षकहरू नभएर हो कि दक्ष अनुभवी के छ, कस्तो छ त अवस्था? त्यो अवस्था भन्दा पनि शिक्षक त तपाईँको दक्ष अनुभवी शिक्षक भन्दा पनि शिक्षकको मात्रा त अछाम क्याम्पसले अहिले बढाइ नै रहेको छ। शिक्षक त विषयगत टिचरहरू यहाँ छन्। र अर्को समस्या यो विद्यार्थी न्यून हुनुको समस्या के हो भनेपछि यहाँभित्र क्याम्पस प्रशासनले कडा रूपमा नीति नियम लागू नगर्नुको कारण। दोस्रो कारण भनेको जुन क्याम्पसमा होइन जुन जेहेन्दार तथा गरिब जेहेन्दार विद्यार्थीलाई छात्रावृत्तिको व्यवस्था नहुनु। र अर्को कारण भनेको यहाँ चाहिँ अहिले मैले अघि नै पनि कुरा उठाएँ र यसलाई मैले फेरि दोहोऱ्याउन पुगेँ र यहाँ छात्रावासको व्यवस्था नहुनुको कारणले पनि र टाढा टाढा आउने जुन दिनरात मजदुरी गरेर आफ्नो एकदम छाक टार्न नसक्ने जुन विद्यार्थी साथीहरू छन् उहाँको निम्ति जो छात्रावासको पनि एउटा व्यवस्था भइदिएको भए, क्याम्पस प्रशासनले मिलाइदिएको भए अझ शैक्षिक शिक्षा क्षेत्र अझ नै बहुमुखी क्याम्पसको चाहिँ अछामको क्याम्पसको चाहिँ भनौँ होइन, अछामभरिको क्याम्पसको चाहिँ शैक्षिक क्षेत्रमा अझै सुधारिन्थ्यो भन्ने तपाईँको भनाइ हो। अनि तपाईँ अहिले चाहिँ विद्यार्थीबाट प्रतिनिधित्व गर्दै गर्दा तपाईँले चाहिँ अब विद्यार्थीका समस्याहरू कसरी समाधान गर्ने चुनौती लिनुभयो या त तपाईँले सोच्नु भएको छ? विद्यार्थीका समस्या अब कसरी समाधान गर्ने भन्दा हामीले अब विद्यार्थीका अब हक अधिकार मैले त्यहाँ रेगुलर क्लास लिँदै गर्दा मैले विभिन्न विद्यार्थीहरूका समस्या त्यहाँ सुने र म स्वयं आफैले पनि भोगेको छु। अब हामीले चाहिँ अब क्याम्पस प्रशासनलाई विभिन्न अब चरणमा ध्यानाकर्षण पत्र बुझाएर हुन्छ कि आफ्ना अब शान्तिपूर्ण ढङ्गले आफ्ना अब आवाजहरू राखेर हुन्छ कि कसरी हुन्छ। अब हामीले जसरी पनि अब विद्यार्थीका समस्याहरू हल गर्नतर्फ हामी अब लागिरहेका छौँ र हाम्रो अखिल क्रान्तिकारी निरन्तर शैक्षिक क्षेत्रभित्र हुने अन्याय अत्याचार र त्यहाँभित्र हुने भ्रष्टाचारको विरुद्धमा सधैँ नै सडक बाघको रूपमा स्थापित हुँदै आइरहेको छ। अझै पनि हामी विद्यार्थीका हक अधिकार लिएर अझै पनि हामी बोलिरहने छौँ र म अझै पनि लागिरहने नै छु। जस तपाईँले चाहिँ विद्यार्थीका समस्याहरूलाई चाहिँ आफूले अँगालेर जसरी भए पनि दुःख पीडामा जसरी पनि साथ सपोर्ट दिने प्रयास चाहिँ जारी छ होइन। अनि तपाईँले चाहिँ यो त भन्नुभयो, तपाईँबाट मात्रै सम्भव छ या अरू साथीहरू पनि तपाईँलाई जरुरत पर्छ त्यसको लागि? यसको लागि म के भन्न चाहन्छु भने यसको लागि सबै साथीहरूको आवश्यकता, साथ, सपोर्ट र सहयोग जरुरी छ। हामीले हाम्रा मित्र सङ्गठनहरू छन् जुन प्लेबिसन अनि रसिबी छन् र म सम्पूर्ण मित्र सङ्गठनहरूलाई के भन्न चाहन्छु भने हामीले एउटा सङ्गठनले यो चाहेर एउटा सङ्गठनले गर्नु खोजेर मात्रै हुँदैन होइन। हामीले सर्वप्रथम त
शैक्षिक क्षेत्रमा भएको राजनीतिको अन्त्य गरौँ। सङ्गठन होस् र राजनीतिक नहोस्, होइन, मेरो चाहना यो हो। त्यसरी हामीले राजनीतिक नभन्दै हाम्रो सम्पूर्ण विद्यार्थी सङ्गठन एउटै हौँ, होइन, भन्दै हामीले सबैले हातेमालो गरेर सबैले मिलेर हामीले कसरी हुन्छ अब क्याम्पसका अहिले विभिन्न देखा परेका समस्याहरूले समाधान गर्नको निम्ति हामीले सम्पूर्ण विद्यार्थीहरूले एकजुट भएर हामीले आफ्ना मागहरू सम्बन्धित निकायमा गएर राख्दा नै अझ राम्रो हुन्थ्यो। तपाईँको भन्नुको मतलब जस्तै दलीय हिसाबले पार्टीको हिसाबले चाहिँ भित्र राजनीति नघुस्नु पर्यो, विद्यार्थीहरूको चाहिँ सबै विद्यार्थीहरू सबै पार्टीको लागि बराबर हो भनेर चाहिँ उनीहरूका समस्या समाधान गर्नतर्फ सबैजना लाग्नु हुनु पर्यो, होइन, लाग्नु पर्यो। हजुर। त्यसो भए तपाईँको त्यो पार्टीभित्रमा चाहिँ विवादित कस्तो छ? विपक्षीहरूको जस्तै तपाईँलाई त थाहा होला नि त, होइन, विपक्षीहरूले चाहिँ तपाईँलाई कस्तो खालको जवाब दिन्छन्? अब यो चाहिँ सङ्गठन जुट्नुपर्छ, यो चाहिँ हुँदैन, तपाईँका र हाम्रा भावनाहरू मिल्दैन, कुराहरू मिल्दैनन्, तर्कहरू मिल्दैनन् भन्ने खालका यस्ता आउँछन् नि त, होइन? त्यस्तो चाहिँ कस्तो छ त? के छ अहिले सम्भावना? त्यस्तो चाहिँ सम्भावना हाम्रा साथीहरू उहाँ अब जुन अहिले हाम्रा मित्रगत जुन सङ्गठनका साथीहरू छन् उहाँतर्फबाटै त्यस्ता कुरा चाहिँ अवश्य नै आउँछन् र उहाँ अब बाहिरी राजनीतिकको अब प्रभावले पनि हुनसक्छ र आफ्नो मनको चाहना अनुसार पनि हुनसक्छ र उहाँप्रति हामीले अब विभिन्न चरणमा अब हामीले ल मिलेर जाउँ, शैक्षिक क्षेत्र बेगा अब अन्य अत्याचार अब सम्बन्धित निकायमा गएर राखौँ भन्दै गर्दा उहाँहरूले चाहिँ यस्तोको अब विशेष खासै चासो दिएको पाइँदैन, किनभने उहाँले अब बाहिर राजनीतिक दबाब पनि हुनसक्छ। र म अब के भनौँ, हाम्रा मित्र सङ्गठनहरूलाई के भन्न चाहन्छु भने तपाईँहरू आउनुहोस्, हामी विद्यार्थी सङ्गठन हो, हाम्रो भित्र राजनीतिक हस्तक्षेप हुनु हुँदैन र हाम्रो सङ्गठन निर्माण गर्दै हामीले आगामी आउने विद्यार्थीका मुद्दाहरू लिएर सम्बन्धित निकायमा गएर क्याम्पस प्रशासनमा गएर हुन्छ या हामीले शिक्षा शाखामा गएर हुन्छ, कसरी हुन्छ हामीले विद्यार्थीका समस्याहरू सल्भ गर्नतर्फ जाउँ भनेर मेरो उहाँलाई यसै तपाईँको च्यानल मार्फत सुझाव दिन चाहन्छु। सुझाव सँगसँगै हामी अब लगभग अन्तिमतिर पनि छौँ, होइन, चाहिँ यहाँ जस्तै हामी यहाँ धेरै जसो महिला दिदीबहिनीहरूको सम्बन्धमा पनि विषयहरू धेरै अप्ठ्यारा विषयहरू छन्, होइन, तर हाम्रो बहुमुखी क्याम्पसमा चाहिँ तपाईँले पढ्दै गर्दा, तपाईँले प्रतिनिधित्व गर्दै गर्दाखेरि चाहिँ त्यहाँ कसरी व्यवस्थापन गरिएको छ महिला दिदीबहिनीहरूलाई? जस्तै उनीहरूलाई हरेक किसिमका समस्याहरू आउँछन्, होइन, त्यस्तो समस्यालाई समाधान गर्नको लागि के कस्ता खालका सेवा सुविधाहरू छन्? महिला दिदीबहिनीहरूलाई अछाम बहुमुखी क्याम्पसमा समस्या अब समाधान गर्नको निम्ति चाहिँ अब अहिले महिला हाम्रो पुरुषको भन्दा पनि महिलाहरूको सङ्ख्या बढी नै छ विद्यार्थी हाम्रो साथीहरूभित्र र उहाँहरूलाई समस्या अब समाधान गर्ने तर्फ पनि उहाँको अब अलग्गै उहाँलाई पनि जुन जेनदार तथा मेहनत जुन विद्यार्थी हुनुहुन्छ उहाँलाई छात्रवृत्तिको व्यवस्था गरिदिएको भए, होइन, अझै हाम्रो शैक्षिक क्षेत्रमा अझ सुधार हुन्थ्यो र उहाँहरूलाई अब जसरी अहिले अब अगाडि उहाँ विभिन्न गर्न त केही मात्रामा गरिरहेका छन्, जस्तै अघिल्लाचोटि त्यहाँ यो लाइसेन्स परीक्षामा निःशुल्क अब जुन क्लासहरू हाम्रो क्याम्पसले महिलाको लागि मात्र छुट्टै सञ्चालन गरिरहेको थियो र त्यस्ता कार्यक्रमहरू अझै पनि ल्याउनुपर्छ, अझै पनि ल्याएर उहाँलाई एकदम सहज वातावरणतर्फ अगाडि बढाउनुपर्छ भन्ने मेरो सुझाव हो। एकदमै तपाईँले चाहिँ यो कुरा चाहिँ एकदमै गम्भीर राम्रो उठाउनु भएको छ, है। अनि मैले एउटा कुरा के सोध्न चाहेँ भने तपाईँलाई चाहिँ जस्तै महिला दिदीबहिनीहरूमा समस्या के आउँछन् भन्दाखेरि उनीहरू चाहिँ कति बेला मिन्स भइदिन्छन्, होइन, उनीहरूको महिनावारी भएको बेलामा उनीहरूलाई केही न केही अन्य समस्या परेको बेलामा त्यहाँ त्यसको लागि केही छ कि छैन भन्नु खोजेको, है, मैले। व्यवस्थापन त्यसको लागि के कस्ता सामग्रीहरू जुट्छन् त त्यहाँ बस्ने ठाउँहरूमा? अब रेस्ट रुमहरू छ कि छैन? अनि प्याडहरू के कस्तो छ? तिनीहरू त्यसको बारेमा के जानकारी छ तपाईँलाई? यसको बारेमा चाहिँ अहिले हाम्रो अछाम बहुमुखी क्याम्पसमा चाहिँ खासै अब अलग्गै त्यो रुम सेनिटरी प्याड भन्ने खासै सेवा सुविधाहरू खासै राम्रो उपलब्धता छैन, छन त छ केही मात्रामा, तर त्यतिले चाहिँ अहिले पुगिरहेको छैन र अब मिन्स हुँदाखेरि जुन अब कलेज नआउने, अब कलेजै छोड्नुपर्ने बाध्यता हुनसक्छ र त्यही भएर अब यसमा सेनिटरी प्याड चाहिँ अझ हाम्रो कलेज प्रशासनले पर्याप्त मात्रामा बढाउनुपर्छ र ऐतिहासिक सरसफाइका छुट्टै तालिमको व्यवस्था पनि गर्नुपर्छ र त्यो कुराहरू नै लिएर हामी क्याम्पस प्रशासनमा सम्बन्धित निकायमा बुझाउनेछौँ र त्यसको विषयलाई लिएर पनि हामी आवाज उठाउनेछौँ भन्ने
मैले तपाईँलाई एउटा कुरा यस्तो पनि सोध्न चाहेँ, जस्तै तपाईँले यो कुरा चाहिँ यो मुद्दालाई चाहिँ तपाईँ लिएर क्याम्पससम्म मात्रै पुर्याउने कि यसलाई सम्बन्धित निकायसम्म पनि तपाईँले पुर्याउन मद्दत होइन, गर्ने? हामीले सम्बन्धित निकायसम्म पुर्याउने हो। क्याम्पस प्रशासनले हामीले पुगायो भने उहाँहरूले आफ्नो माथिल्लो निकायले पुगाउँछन्, उहाँहरूले आफ्नो माथिल्लो निकायले यसरी यो केन्द्रसम्म जान्छ। र हामीले अहिले मेन भनेको त कलेजभित्र भनेपछि त अहिले पहिलो प्रथम हामीले बुझाउने समस्या र हाम्रा आवाजहरू उठाउने भनेको त क्याम्पस प्रशासनसँग हो। क्याम्पस प्रशासनलाई उठाएर उहाँहरूले अब आफ्नो माथिल्लो निकाय उहाँहरूका पनि छन्, प्रदेश छ, केन्द्र टियु छ, त्यसरी उहाँले पनि माथिल्लो निकायमा खबर गरेर समस्याको समाधान हुनसक्छ। र यसको लागि सम्पूर्ण विद्यार्थी भाइ बहिनी अछाम जति पनि अछाम बहुमुखी क्याम्पसमा अध्ययन गरिरहेका छन् विद्यार्थी साथीहरू, उहाँ सम्पूर्णलाई गम्भीर रूपमा लाग्नेछन् र लाग्नुहुनेछ भन्ने पनि मैले आशा गरेको छु। तपाईँले चाहिँ यो कुरामा पनि एकदमै राम्रो जवाब दिनुभएको छ है। जस्तै दर्शकबिनहरू तपाईँहरूले पनि तपाईँका चाहनाहरू चाहिँ लेखेर पठाउनु होला होइन। जस्तै उहाँले चाहिँ भन्नुभयो कि बहुमुखी क्याम्पसमा अरू सबै राम्रो छ, तर एउटा कुरा के छ भने त्यहाँ चाहिँ विभिन्न किसिमका समस्याहरू मध्येमा पनि ठुलो कुरो भनेको चाहिँ छात्रावासको कुरा नभएको छ है। धेरै ठुलो बहुमुखी क्याम्पस छ, विभिन्न स्थलगतबाट विभिन्न दुर्गम स्थलबाट यहाँ चाहिँ पढाइ लेखाइ गर्न आउनुहुन्छ ठुल्ठुलो क्लासमा साथीहरू। उहाँहरूले चाहिँ बस्ने सुविधा नपाएर कतिपय साथीहरूले चाहिँ इक्जाम पनि छुटाउने, कतिपय साथीहरू पढ्न नआउने, कतिपय साथीहरू अब हामी पढ्न सक्दैनौँ, महँगो छ, बजारमा बसेर पनि सकिन्न भनेर चाहिँ दुर्गम स्थलबाट आउने साथीहरूले पढाइ छोड्दै इन्डियाको बाटो लाग्ने पनि अब उहाँले चाहिँ समस्या देखाउनु भयो। त्यसै गरी दर्शकवृन्दहरू, महिला दिदीबहिनीहरूमाथि हुने जो मिन्सहरू भयो, यस्तो गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ सेनिटरी प्याडको पनि अलिकति समस्या छ। अनि स्थलगत रूपमा उहाँलाई चाहिँ उनीहरूलाई चाहिँ समस्या भएको बेलामा चाहिँ पठन पाठनको जस्तै उहाँहरूले चाहिँ बस्ने सुविधा चाहिँ छैन भन्ने, उहाँले पर्याप्त मात्रामा छैन भन्ने कुरा निकाल्नुभयो। ती कुराहरूलाई चाहिँ हाम्रो कलेजदेखि लिएर हाम्रा यहाँका सम्बन्धित निकाय र यहाँका नगरपालिकाका सम्पूर्ण निकायहरूमा पुग्न जरुरी छ। यी कुराहरू चाहिँ उहाँले हेरिदिनु पर्यो होइन, उहाँका समस्याहरू बुझिदिनु पर्यो। एउटा विद्यार्थी सङ्गठनबाट आएका साथीहरूले यति कुरा गर्नु पनि धेरै राम्रो कुरा हो र उहाँले चाहिँ एकदमै राम्रो कुरा गर्नुभएको छ। अब एउटा समस्याका कुराहरू त धेरै छन्, तर पनि एउटा समस्या अरू पनि छ भन्दै हुनुहुन्छ, हामी समस्या पनि के रहेछ? एउटा अर्को समस्या चाहिँ अहिले हाम्रो अछाम बहुमुखी क्याम्पसमा चाहिँ खेल मैदान नहुँदा, त्यहाँ विभिन्न साथीहरू म त्यहाँ पढ्दै गर्दा र भोग्दै गर्दा र विभिन्न साथीहरूका कुरा सुन्दै गर्दा मेन एउटा समस्या भनेको त त्यहाँ खेल मैदान अहिले हाम्रो छैन। के भन्छन् त अहिले मोहनजी, खेल मैदानको लागि प्रयास गर्नु पर्यो भन्छन्। विभिन्न बढी जसो आवाज उठाउनु भन्दा पनि पहिलो नम्बरमा चाहिँ यो समस्या पनि त्यहाँ देखा परेको छ। अब यो दर्शकवृन्द के हो भने विद्यार्थीहरूको लागि चाहिँ सबैभन्दा ठुलो पहिला खेलकुद सम्बन्धी र पढाइ सम्बन्धी पठन पाठनको व्यवस्था चाहिँ हुनुपर्छ स्कुलहरूमा। अब सबैभन्दा ठुलो कुरो चाहिँ अहिले चाहिँ तपाईँको जुनसुकै ठाउँमा गए पनि विद्यार्थीहरूसँग खेल चाहिँ हुनुपर्छ भन्ने छ है, मान्यता विशेष गरेर। अनि अनुभव र ज्ञानी हुनुपर्छ भन्ने छ। तर हाम्रो यहाँ चाहिँ अछाममा चाहिँ कुनै ठाउँमा भएर पनि बनाइएको छैन भने कुनै ठाउँमा छैन र पनि बनाइएको छैन, कुनै ठाउँमा छ र त्यसलाई पनि सञ्चालन गरिएको छैन भन्ने जस्ता जवाबहरू धेरै साथीहरूले पनि गर्छन्। र अहिले त्यो जवाब चाहिँ ठ्याक्कै मोहनजीले पनि ल्याउनु भयो है। यो चाहिँ हाम्रो विद्यार्थीको लागि चाहिँ हाम्रा विभिन्न राजनीतिक प्रतिनिधि दलहरूका साथीहरूले पनि पहल गर्नुपर्छ कि भन्ने मलाई लाग्छ। तपाईँलाई कस्तो लाग्छ? यो चाहिँ अब तपाईँले अघि पनि कुरा उठाउनु भयो र यसमा सम्बन्धी क्याम्पस प्रशासनले गर्ने या अरूले पनि भन्ने जुन विषयलाई उठाउनु भयो, यसमा चाहिँ अब सम्पूर्णले लाग्नु पऱ्यो। राजनीतिक दलका साथीहरूले पनि लाग्नु पऱ्यो र नगरपालिकादेखि लिएर तपाईँको जिल्लादेखि प्रदेशसम्म सबै केन्द्रदेखि सबै लागेर सबैको मिलेमतमा यो लागेर हाम्रो जुन हामीले मुद्दा उठाएर हामीले जुन राखेका छन्, राम्रा मागहरू राखेका छन् र कार्यान्वयनतर्फ सबै लागेर सबैको मिलेमतमा हुनुपर्छ भन्ने मेरो चाहना। सबैले चाहिँ सहयोग गर्नु पर्यो। जस्तो राम्रो गऱ्यो भने त अब तपाईँकै यहाँकै बहुमुखी क्याम्पस राम्रो हुने हो होइन, अनि यहाँकै शिक्षकहरू राम्रो हुने हो, यहाँकै विद्यार्थीहरू जे भए पनि यहाँकै चाहिँ राम्रो नाम हुने हो नि त है। त्यसैले पनि म पनि भन्न चाहन्छु यहाँका जस्तै समस्याहरू छन्
ती समस्याहरू समाधान गर्नको लागि चाहिँ सबै निकायले लाग्नुपर्छ। तर एउटा कुरा चाहिँ म फेरि पनि सोध्न चाहन्छु, हाम्रो बहुमुखी क्याम्पसमा चाहिँ पर्याप्त मात्रामा पानीको समस्या के छ? पानीको समस्या विद्यार्थीहरूले पानी पाइराखेका छन्, त्यहाँबाट कहीँ बाहिर अन्तै गएर पानी खानु परेको छ, कुनै मुहानमै जानु परेको छ, टाढा कस्तो नजिक के छ? यसमा चाहिँ पानीको समस्या चाहिँ अहिले अछाम बहुमुखी क्याम्पसमा खास समस्याको विषय अहिले देखिँदैन। पानी चाहिँ पर्याप्त मात्रामा छ र पानी अहिले शुद्धिकरण जुन हाम्रो क्याम्पस प्रशासनले छुट्टै दिएको शुद्धिकरण गर्ने र पिउने पानीको व्यवस्था पनि त्यहाँ गरिएको छ। र अर्को समस्या भनेको लाइब्रेरीमा अहिले पर्याप्त मात्रामा पुस्तक नपाउने व्यवस्था पनि अर्को समस्या छ। जुन हामीले विभिन्न पुस्तकहरू जुन हाम्रै म त्यहाँ पढ्दै गर्दा र भोग्दै गर्दा विभिन्न साथीहरूले र विद्यार्थी साथीहरूले गुनासो गर्छन् र एउटा कलेज छोड्नको मेन कारण पनि यो हो। हामीले उहाँले भन्नुहुन्छ अहिले त्यहाँ पुस्तकै पाइँदैनन्, त्यहाँ हाम्रो अलग्गै हामीले जुन हाम्रो विषय हामीले रोजेर जुन त्यहाँ पढ्न हामीले चाहना लिएर गएका छौँ र त्यो सब्जेक्ट हामीले त्यहाँ पढ्न पाउँदैनन् र त्यहाँ पर्याप्त मात्रामा एक पुस्तक नपाउँदाका कारण पनि यो पनि एउटा कलेज। मैले तपाईँलाई यो कुरा सँगसँगै अर्को कुरा पनि जोड्न चाहेँ। ती हामी अब लाइब्रेरीमा पनि पर्याप्त छैन, त्यो पनि धेरै ठुलो समस्या छ, त्यसको लागि पनि हेर्नु पऱ्यो होइन। अनि त्यसै गरी एउटा समस्या मैले अस्ति कता पनि सुनेको थिएँ, हाम्रो यहाँ इक्जाम हुँदाखेरि चाहिँ प्रवेश पत्रको लागि शुल्क लाग्छ या लाग्दैन? यसको बारेमा के स्पष्ट छ? जस्तै तपाईँको अब फाइनल, अब तपाईँको ब्याज यो अब फर्स्ट इयर फाइनल हुँदाखेरि चाहिँ फाइनल इक्जाममा चाहिँ तपाईँको प्रवेश कार्ड आउँछ होइन, त्यो प्रवेश कार्डको लिँदाखेरि चाहिँ तपाईँलाई शुल्क लाग्छ कि लाग्दैन? त्यो चाहिँ शुल्क लाग्दैन र त्यो नियमले पनि दिँदैन। यदि कोही कसैबाट त्यो शुल्क लिएको छ भने सम्बन्धी अब हामी कहाँ सम्पर्क गर्नु होला र क्याम्पस प्रशासनमा पनि सम्पर्क गर्नु होला। सकेसम्म मलाई चाहिँ अहिले अब हुन त हाम्रो फाइनल इक्जाम हुँदैछ, मैले दिएको छैन ब्याचलर। हामीले म 11-12 +2 पनि त्यही अछाम बहुमुखी क्याम्पसमै नै अध्ययन गरेको हुँदा हामीले 11-12को प्रवेश पत्र लिँदाखेरि शुल्क लागेको थिएन र त्यहाँबाट माथिल्लो जुन सेकेन्ड इयर र फोर्थ इयरको इक्जाम दिँदै गर्दा केही दाजुभाइ दिदीबहिनीहरूले भन्नुहुन्थ्यो हामीले शुल्क तिरेनौँ भन्नुहुन्छ। र अब यति शुल्क लिएको छ भने त्यो गैरकानुनी ढङ्गबाट लिएको हो र त्यसको हामीले सबैले विद्यार्थीले खबरदारी गर्नुपर्छ। विशेष गरेर तपाईँले दिँदा तपाईँले एसएलसी गर्दाखेरि चाहिँ यासी हो है तपाईँको? हजुर, यासीमा चाहिँ तपाईँले शुल्क दिनुभयो कि दिनुभएन प्रवेश कार्ड लिँदाखेरि? यासीमा प्रवेश कार्ड लिँदाखेरि त शुल्क हामीले तिरेका हौँ। कति तिर्नु? त्यही 260सम्म तिरेका हौँ र 260सम्म तिर्नुभयो है? तिरेका हौँ। त्यसपछि हामीले 11-12 यसै अछाम बहुमुखी क्याम्पस। उसो भए यसरी सम्झौँ, अछाम बहुमुखी क्याम्पसमा चाहिँ शुल्क रहेन छ अहिले? शुल्क छैन अहिले। पहिला चाहिँ थियो भन्ने मैले सुनेको थिएँ, अहिले चाहिँ रहेन? अहिले चाहिँ छैन। त्यो पनि एकदम यदि लिएको छ भने त्यसको पनि हामीले सबै विद्यार्थी भाइ बहिनीहरू एकजुट भएर त्यसको विरोध गर्नुपर्छ। त्यो गैरकानुनी ढङ्गबाट यदि शुल्क उठाएको हुनसक्छ यदि कोही कसैले लिएको छ भने। त्यसो भए अहिले चाहिँ हाम्रो बहुमुखी क्याम्पसमा यति चाहिँ सुविधा रहेछ, जस्तै अब फाइनल इक्जाममा चाहिँ त्यो चाहिँ शुल्क चाहिँ नलाग्ने, शुल्क चाहिँ लिँदैन। र अर्को कुरा भनेको यहाँ अब अहिले जुन हाम्रो लाग्ने फी छ त्योको पनि एकदम घटाइदिएको भए अहिले तपाईँलाई चाहिँ अहिले लाग्ने फी कति छ? अहिले चाहिँ मैले चाहिँ अहिले ब्याचलर फर्स्ट इयरमा जुन हाम्रो फाइनल इक्जाम पनि हुँदैछ र त्यसमा चाहिँ मैले वर्षभरिको चाहिँ 14,000 तिरेको। वर्षभरिलाई है? हजुर। अनि तपाईँको अब चाहिँ इक्जाममा तपाईँले इक्जामको लागि चाहिँ छुट्टै भर्नुपर्छ या त्यहीबाट तपाईँको हुन्छ? यो चाहिँ हाम्रो भर्ना 6,000 रुपियाँ हो। त्यसै गरी अब त्यसैहरू मिलाएर त्यसै सब मिलाएर नै 14,000 रुपियाँ हो र यसबाट नै अब हाम्रो इक्जाम शुल्कसहित भर्ना शुल्कसहित हाम्रो 14,000 हो। त्यसो भए त्यो चाहिँ तपाईँलाई अलिकति घटिदिएको भए भन्ने सोच? घटिदिएको भए अझै पनि केही राम्रो हुन्छ। विशेष घटाउनुको कारण त्यही शुल्क तिर्न नसकेर हाम्रा केही विद्यार्थी साथीहरू पनि गरिब दुखीहरूले कलेज छोड्न बाध्य भइरहेका छन्। त्यसो भए यो चाहिँ अब हाम्रो क्याम्पस प्रशासनले मात्रै चाहेर हुँदैन, सम्बन्धित निकाय जस्तै हाम्रो जिल्ला प्रदेशदेखि केन्द्रसम्मले सबैको यसमा हातेमालो गरेर अगाडि बढ्न जरुरी छ। त्यसो भए त अब चाहिँ शुल्क चाहिँ कम हुनैपर्छ होइन? शुल्क चाहिँ मैले तपाईँलाई यो विषय अन्तर्गत भित्र एउटा कुरा अरू जोड्न चाहेँ। हाम्रो यो अछामको बहुमुखी क्याम्पसमा मङ्गलसेन नगरपालिकाभित्रमा पढ्ने साथीहरू धेरै छन् या बाहिरबाट आएर पढ्ने साथीहरू धेरै छन्? यसमा चाहिँ हाम्रो तथ्याङ्क अनुसार चाहिँ अब
यहाँपछि अब इक्जाम दिने साथीहरू चाहिँ अब अहिले अघिको यो गम्भीरतापूर्वक विषय भनेको एउटा यो पनि फेरि यसलाई म दोहोऱ्याउन गएँ। यसमा चाहिँ अब कलेजमा आउने अहिले प्रायः जसो मात्रामा उपस्थित हुने विद्यार्थीको सङ्ख्या कमै नै छ। जस्तो हाम्रो फर्स्ट इयरमै तपाईँको 20-22 जना बाहेक उपस्थित हुँदैनन् र रजिस्टरमा धेरै छन् र उपस्थित भएर चाहिँ पढ्ने रेगुलर पढ्ने चाहिँ कम छन् र अहिलेको जुन जेनेरेसनमा जति पनि यहाँ अहिले रेगुलर पढ्ने विद्यार्थी छन् र यो मगरसिंहभन्दा पनि जुन हाम्रो बाहिरबाट आउने विद्यार्थीको सङ्ख्या नै बढी छ। एकदमै बाहिरबाट यहाँका विद्यार्थीहरू कम हुनुको कारण के होला, केही छ? यहाँका विद्यार्थीहरू कम हुनुको कारण भनेको चाहिँ अब यहाँ अहिले अब पढ्नु हुँदैन, यहाँ अहिले पर्याप्त मात्रामा पुस्तक पनि पाइँदैन, शिक्षा पनि राम्रो छैन भनेर चाहिँ यो कलेज जुन हाम्रो 11-12 जुन +2 कोरोना बित्तिकै छोडेर बाहिर जानुको नै मेन कारण। दर्शकबिनहरू, हामीले मोहनजीसँगको अन्तर्वार्ता लियौँ र उहाँसँगका थुप्रै क्वेसनहरू गऱ्यौँ र थुप्रै क्वेसनहरूका उहाँले राम्रो जवाब दिनुभएको छ। सबैजनाले हेर्नुहोला र हेरिसकेपछि तपाईँलाई कस्तो लाग्छ त यो बहुमुखी क्याम्पसले कस्तो गर्नुपर्छ, के गर्नुपर्छ र कसरी अगाडि बढाउनुपर्छ, विद्यार्थीहरूका समस्याका समाधान कसरी गर्नुपर्छ भन्ने कुरा चाहिँ उहाँले राख्नु भएको छ। तपाईँ सबै